रवि र छविको मुद्दा सुनवाईका लागि पेशी तोकियो। दरबारको सौन्दर्यकरणपछि बढ्न थाल्यो पर्यटकको आकर्षण। दर्शकवृन्द, आजको न्युज रिपोर्टमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। अहिलेलाई यी दुई समाचार लिएर तपाईहरुमाझ उपस्थित भएका छौँ। सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेशी तोकिएको छ। मुद्दा सुनवाईको लागि आज पेशी चढाइएको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले बताए। यसअघि दुई पटक रवि पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएपछि बहस रोकिएको थियो। बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पूर्वपक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रूपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन 26 रूपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो। जिल्लाको आदेश विरुद्ध लामिछानेले गत भदौ 9 गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए। त्यस्तै 100 वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबारमा अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या 1 वर्षमै 20,000 पुगेको छ। यहाँको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजार स्थित दरबारको संरक्षण सँगै दरबार क्षेत्रलाई थप सौन्दर्य बनाएपछि यहाँ आन्तरिक पर्यटनको संख्यामा उल्लेख्य वृद्धि भएको हो। दरबार संरक्षण अभियानमा लागिरहनु भएका मन्जेस बम मल्लका अनुसार दरबारको सौन्दर्यीकरण र यहाँ खाने तथा बसोबासको व्यवस्थापन समेत भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो। दण्डकालमा तत्कालीन मल्ल राजाका सन्तान विस्थापित भएपछि जीर्ण भएको दरबार हाल पुरानै स्वरूपमा फर्काइएको छ। दरबारका झ्यालढोका पुरानै स्वरूपमा बनाइएका छन् भने रङरोहन र मर्मत पछि चिटिक्क बनाइएको छ। दरबार क्षेत्रमै 3 वर्षदेखि रेस्टुरा सञ्चालनमा ल्याइएको छ। दरबार क्षेत्रमा रहेको पुरानो घर र गोठलाई मौलिक रूपमा पुनर्निर्माण गरी रेस्टुरा सञ्चालनमा ल्याइएको हो। गलकोट राज्य सञ्चालन भएको जीवित इतिहास रहेको दरबार क्षेत्रसँगै पर्यटक आकर्षण गर्ने प्रमुख माध्यम बनेको तत्कालीन राजा भरत बम मल्लका नाति मन्जेस बम मल्लले बताए। उनले पुर्खाको नासोलाई संरक्षण गरेर पर्यटन लोभ्याउने नीति अनुसार कायम गर्दा गत वर्ष मात्र 20,000ले दरबार अवलोकन गरेको बताए। दरबारमा तस्बिर खिच्न, भिडियो बनाउन, अध्ययन तथा अवलोकन गर्न आउनेको संख्या दैनिक रूपमा बढ्दै गएको मल्लले जानकारी दिए। मल्ल सहित 4 युवाले 50 लाख लगानीमा यहाँ रेस्टुरा सञ्चालनमा ल्याएका छन्। दरबार परिसरमा माछा पोखरी बनाएर विभिन्न प्रजातिका माछा पाल्न थालिएको छ। उक्त गलकोट दरबार र वरपरको जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ। विक्रम सम्वत 2039 मा राजा भरत बमको निधन भएको थियो। राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधव मल्ललाई दिएको थियो। परिवार सहित दरबारमा बस्दै आएका मल्ल द्वन्द्वको समयमा सोही दरबारमै मारिएका थिए। विक्रम सम्वत 2059 वैशाखमा भएको हत्यापछि मल्ल परिवार त्यहाँबाट विस्थापित भएर काठमाडौँमा बस्न थालेपछि दरबार जीर्ण बनेको थियो। पछिल्लो समय नाति मन्जेसले दरबारको संरक्षण गरेपछि पर्यटकहरू आउने क्रम क्रमशः बढिरहेको छ। दर्शकवृन्द, तपाईलाई आजको यस खबर सुनेर मनमा कस्तो प्रसङ्ग आयो, तपाईको मनमा लागेको कुरा तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। फेरि पनि यस्तै खबरका लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। फेरि पनि यस्तै खबर लिएर उपस्थित हुने बाचा गर्दै आजको लागि चाहिँ बिदा दिनुहोला। हस्त नमस्कार, जय नेपाल।